हेलो गाइस, आज चाहिँ धेरै पछि मैले ब्लग बनाएँ। हामी चाहिँ पौडी खेल्न जान लागेको खोलामा। अनि यहाँ दुईजना फेरि यता छन्, हाय भनौँ। गोरा गोरा मान्छे, हामी पछाडि कालो कालो मान्छे। यता सङ्गीता चाहिँ फेरि हामी जान चाहिँ जाने हो, तर अब गएर पौडी खेल्ने ठाउँ भेटाउँछौँ कि नै गाडी छ। हामीले चाहिँ अब यहाँ भाइले पनि सनस्क्रिन लाउनु लाग्छ। हामी चाहिँ अब घाममा डढिन्छ भनेर हो कि, घाममा डढिन्छ। हामी चाहिँ फेरि हिँड्यौँ अब। हाई गर न, हाई गर न, ल हाई गर। यहाँ चाहिँ अटोको ड्राइभर हुनुहुन्न, हामी चाहिँ ड्राइभरलाई बोल्न गएको। अब ड्राइभर अङ्कल आउँदै हुनुहुन्छ। अनि हामी फेरि यहाँ चाहिँ अब ड्राइभर दाइ नआउँदै चढिसकेको छन् यिनीहरू। भाइले छाता साथी नगेर बस्ने हामी हामी चाहिँ अब ऊ त्यहाँ बाइकदेखि पुग्ने हो। अब हामी चाहिँ आइपुग्नलाई यहाँ चाहिँ सिमरन्सी हामीलाई चाहिँ कहाँ देख्यो भन्ने थाहा छैन। अनि हामीहरू चाहिँ उहाँहरूको पछि पछि जाँदैछौँ कि। एउटाले फेरि पानी बोकिरहेको छ गोनमा। यहाँ चाहिँ धेरै नै मान्छे छन्। अनि वाउ दामी छ है ठाउँ त। पछाडिको तिनको फेरि चप्पल चुट्यो। अनि हामी चाहिँ जाँदै हिँड्दैछौँ। अझै आएको छैन, माथि नै छ। उसको चप्पल चुटेको फेरि हामी चाहिँ आइपुग्यौँ। यस्तो छ। हामी चाहिँ पानीमा ल जा। हामी चाहिँ अब त्यहाँ जान्छौँ। मान्छेहरू पनि छन् मस्त। कता गयो उता त्यसै भनेको यहाँ नि मान्छे मरेको, तल नि मान्छे मरेको, र तल्लोमा पनि मान्छे मरेको भने अब चाहिँ हामी जानु लाग्यो। अनि चाहिँ कपडा फेर्दैछ। हामी कपडा फेर्छौँ। हामी चाहिँ अब कपडा सपडा चेन्ज गरेर सङ्गीता यता हेर न, इन्फेन्ट नाइट ड्रेस लाएर हिरोनी भइसक्यो। देख्नु भयो नि भाउजू अङ्कलहरूले राख्थ्यो। उहाँ पनि पोखरी छ, तर हामीले कपडा फेरिसक्यौँ। अर्को पनि भेटाएन हामीले। फेरि हामी अर्को ठाउँमा आयौँ। फेरि अर्को ठाउँमा चटपटे अब चाहिँ हामी फर्क्यौँ। आउँदा चाहिँ हामी धेरै एक्साइटेड थियौँ। अनि जाने बेला चाहिँ सबै लडाङ लुरुङ गरेर गइरहेछौँ। त्यति धेरै भिडियोहरू पनि गराउनु पाइएन। यसको फेरि चप्पल छुटेर। राम्रो छ ठाउँ त।
तपाईहरु पनि यो ठाउँमा एकचोटि भिजिट गर्नको लागि आउनु होला एकदम राम्रो हो फेरि टिकटक गराउँछन् ब्याक क्यामेरा गराउनु मिलेन के कहाँ गरे यिनीहरू फेरि बा हामी चाहिँ फर्किँदै थियौँ अनि यो घरमा चाहिँ आँप रहेछन् के एउटा भुइँमा भेटाइ थियौँ एउटा नालीमा एउटा टिनामाथि अनि फेरि ऊ त एउटा आँप झार्न खोजेको उहाँको घरबेटी आमाले फेरि म ल्याइदिन्छु तिमीहरू यहीँ बस्छ भनेर हामी यहाँ बाटोमा टुप्लुक्क बसेछौँ सबै आमा चाहिँ म माथि छातामा पुग्नुभएको छ कि आँप नि आँप ओ एउटा झऱ्यो आमाले अझै 2टा झारिदिनुहुन्छ अरे 2टा यो चाहिँ हाम्रो आँपै यति हो हाम्रो आँप ऊ यता पनि रहेछ एउटा यति हो है ल ल ल गाइजहरू ल ल अब सबैले यहाँ घरको आमा चाहिँ एकदम कति राम्री हुनुहुँदो रहेछ हामीलाई आँप खान दिनुभयो ठिकै टाइममा निस्केछौँ नै त हामीलाई नि खोलाले बगाउँथ्यो होला भन्ने क्या यसले चाहिँ अघि भेटाएको कति पानी कप कप चाहिँ खाइछि ओ एउटा हेर न खतरा भएछ ल अब यस्तै छ हाम्रो कसरी हाम्रो आज तुफान आउँदै हो कस्तो छ बाई बाई अब चाहिँ हाम्रो ब्लग इन गर्छौँ यस्तो हावा चलेछ फेरि सबैको कपाल उडेछ क्या फेरि कति राम्रो घर कसको घर हो फ्युचर कति राम्रो फुल फुलेको है ओ यहाँ हेर त कति राम्रो भन्दा पनि पातेर न वाउ ल ल हुन्छ गाइस भन न कति राम्रो हुन्छ ल हामीले बन्द गर्यौँ हेर्नु कति यता उता फेरि कति राम्रो छ फेरि यो हैन